नमस्ते साथीहरू, तपाईहरु सन्चै हुनुहुन्छ होला। मलाई पनि सन्चै छु। म चाहिँ व्हीलचेयर यात्री रामबहादुर तामाङ र भ्लग सुरुवात भइसकेको छ साथीहरू। र आज चाहिँ म बनेपा जाँदै छु र बनेपा चाहिँ किन जाँदै छु भन्ने कुरा चाहिँ हजुरहरुले भिडियो मेरो भ्लग हेर्नुपर्ने हुन्छ। र यदि पहिलोचोटी मेरो च्यानल भिजिट गर्दै हुन्छ भने सब्स्क्राइब, लाइक, कमेन्ट, शेयर गरेर मलाई सपोर्ट गरिदिनु होला, ताकि म व्हीलचेयरमै बसेर व्हीलचेयरको संघर्षरत भ्लगहरु चाहिँ तपाईहरुलाई देखाउने गर्छु र तपाईहरुले सब्स्क्राइब गरेर मसँग जोडिनु होला। ल साथीहरु, अहिले चाहिँ म लागे बनेपातिर। भिडियोलाई निरन्तरता दिनु होला। तै बनेपा जान लागेको एकछिन है। गएर आउँछु ल। ओके दाइ। ल दाइ, बाइ बाइ। यहाँ हाम्रो लक्ष्मी बहिनीको चाहिँ टायर पञ्चर भएछ। त्यसलाई ट्युब टायर सबै फेर्नको लागि बनेपा जाँदैछौँ गाइज। जीवनको यात्रा सम्झनाले भरिया, तिमी साथ हुँदा सजिलो भयो बाटो, चार पाङ्ग्रामा पनि रोकिएन। बनेपाको पुल यो एकदम डुबानमा पर्छ गाइजहरु। उता गर्नु मलाई पछाडि अलिकति पछाडि पारेर राख्दैछ। के खस्यो? बनेपा तिम्रो बाटोमा चाहिँ यस्तो भन्दैछ। बनेपा तिम्रो बाटो है साथीहरु। अहिले चाहिँ हामी यहाँ साइकल बनाउने ठाउँमा आइपुग्यौँ होइन। दाइ चाहिँ छैन जस्तो छ। यहाँ श्री चण्डेश्वरी साइकल पसल स्टोरमा हो। ए दाइ, ल दाइ, यहाँ हाम्रो दाइकोमा टक्क बनाइदिनु पर्यो दाइ। ट्युब टायर सबै फेरिदिनु। आज अहिले चाहिँ मलाई भोक लागेर मोमो खाँदैछु। यहाँ भाइहरू छ। भाइहरूको नाम भनिदिनु त। ल बस्नेत। ल सबैजनालाई सब्स्क्राइब गरिदिनु होइन। मेरो आरबिटी व्हीलचेयर जर्नी छ। यहाँ हाम्रो 30 सेकेन्डको मात्रै हुन्छ मेरो भिडियो चाहिँ। 30 सेकेन्डपछि आफै हुन्छ क्या। सब्स्क्राइब गरिदिनु होला भन्नु। अघि चाहिँ हामीले चाहिँ ठ्याक्क बनेपा गएर चाहिँ यो ट्युब टायर हालेर ल्यायो र अहिले चाहिँ प्रकाश भाइले चाहिँ पैसा बचिन्छ गाइज होइन। अब यो ट्युब टायरको चाहिँ अब दुईटा टायर तीनटा ट्युबको 2000 रुपियाँ लियो होइन आमा। तर आमालाई त्यति दिन दुःख मानिरहेछ। आमालाई महँगो लियो के हो त्यो चाहिँ, महँगो लियो कि सस्तो लियो त्यो चाहिँ कमेन्ट गर्नु होला साथीहरू होइन। प्रकाशले यसरी त्यो गरिरहेछ।